हुन्छ मलाई चाहिँ यो जान्छ जस्तो लाग्छ एकदम सिरियस भइरहेको छ झिङ्गा पनि यो स्प्रे देखाइरहेको छ यसले चाहिँ घाउलाई अलिकति कम गर्छ भने अब हुन त घाउ यस्तो भइसकेको छ देखाउनलाई म अलिकति हालिदिन्छु झिङ्गा पनि लागिरहेछ खुट्टाको बिमारीले गर्दाखेरि उठ्न नसकेको हो आयो खाइ रे बिन्दु आयो र धेरै दिन भइसक्यो 1 वर्ष जति भइसक्यो म यस्तो गर्न सक्छु दादाजीले पनि डोनेसन दिइरहेछ भने अरूले पनि यसो केही सहयोग गर्न सक्नुहुन्छ भने भोलि चाहिँ यसलाई हामी हस्पिटल डाक्टर देखाएर पनि लाँदैछौँ भने गर्न सक्नुहुन्छ एउटा जनावरको लागि गर्न सक्ने कुरा चाहिँ सहयोग गर्नु होला कतिलो थियो अब रोग लागेपछि मान्छे होस् चाहे जनावर होस् मान्छेले भन्दा पशुलाई गर्नुपर्छ बिचारा यो के हो होइन बिचारा यो बोल्न सक्दैन कति बुद्धि ज्ञानी छ के औषधि खाने अब यसलाई यो सल्यान पानी जस्तै हो बिचारा मरे हैन मरे धेरै दिनदेखि चाहिँ केही खाइरहेको छैन भने देख्न सकिन्छ अहिले यसरी समाउनु नहुने कति चरा कुकुर यो हैन बिचारा र यसरी जनावरलाई पनि यसको इन्फेक्सन भइरहेको खुट्टामा बिचारा खायो र अब भोलि चाहिँ यसलाई अब उता पशुको हस्पिटलमा लाँदैछौँ भने अब भोलिबाट चाहिँ केही कुरा भन्छ होला ऊ त्यो ट्युमर काटेर फाल्नुपर्छ भनेको छ त्यो ट्युमर काटेर फालेपछि चाहिँ अनि फेरि ब्यान्डेज गरेर अब हेरौँ अलिक नाजुक अवस्थामा पुगिसकेको छ भिडियो हेर्नु होला त्यो सबै गरेर झ्याला राखेर खैरे स्नेक केयर नि आउँछ र यो कुकुरलाई चाहिँ त्यो कुकुरलाई चाहिँ यसरी बिरामी भएको र यो कुकुरलाई चाहिँ अब हस्पिटल पनि लाने कुरा भइरहेछ भने अहिले चाहिँ यसरी यो सल्यान पानी मुखबाट दिइरहेछ यस्तो छ असाध्यै बिमारी छ माथि फर्केर खान सक्दैन
सिधा गरेर अलि मुखभित्र हाल्ने नि त्यो त्यहाँबाट स्प्रे ल्याएछ एकछिन राम्रोसँग दिने तपाईँ डक्टर जस्तो भन्नु भन्ने शब्दलाई अब यो लागिसक्यो भने अघि नि गेम यो हात मेरो एउटा मात्रै बन्द थिएँ सिक्छु आउँदा जा सबै उता अङ्कललाई साबुन क्या साबुन मैले भन्दाखेरि नाइन्सो नम्बरबाट कल गरिसकेँ मलाई म आउँदैछु भन्छु आधा देखेपछि अहिले यस्तो छ कसले लान्छ कसले लान्छ अहिले चाहिँ उठ ल छ हेर त चामलको बोरा र डोडी यसरी अब मण्डला केयर सेन्टरमा लाँदैछौँ त्यहाँ हेरेर त्यही घाउको टोरले हो क्या यति घाउ छ सानो